यहाँहरू सम्पूर्णमा हुवा सेवा नमस्कार र किराँत राईहरूको विशेष गरी अहिले चाहिँ उभौलीको सम्पूर्णमा शुभकामना र यो उभौलीको अवसर पारेर किराँत सांस्कृतिक जागरण पुस्ताले प्रस्तुत गरेको यो साकेला सिल्ली नाच यहाँहरू सम्पूर्णमा राख्दैछु है त। अब चाहिँ सुरु हुन गइरहेको छ, तर यो सबै भिडियो चाहिँ मैले क्याप्चर गर्न सकेको छैन, केही झलकहरू चाहिँ छ है। र अब चाहिँ फेटा गुट्ने कार्यक्रम भइरहेको छ। यो चाहिँ के हो भनेदेखि विशेष गरी सिल्ली मोमाहरूले चाहिँ गुट्न पर्ने हुन्छ। यो चाहिँ शिर उभाएको अथवा के भन्छ नि यो के अरे सम्मान स्वरूप चाहिँ यो गुट्ने गरिन्छ र अब उहाँहरूको साकेला सिल्ली नाच चाहिँ सुरु भइसकेको छ। र यो साकेला सिल्ली नाच चाहिँ विधिगत रूपले नाच्ने हो भनेदेखि चाहिँ धामी अर्थात् नछुङहरूले साकेला थानमा साकेला निकालेर सिल्ली नाच्दै साकेला निकाल्नुहुन्छ। निकालिसकेपछि चाहिँ त्यहाँ चाहिँ जो पाए त्यही नजान्ने मान्छेहरू चाहिँ खासमा नाच्नु हुँदैन भन्ने एउटा किंवदन्ती छ। अनि यो चाहिँ नछुङहरूले साकेला निकालिसकेपछि चाहिँ सिल्ली मोमा हुन्छ नछुङपछि अर्को। अनि सिल्ली मोमा उहाँहरूलाई चाहिँ त्यो नाच सिल्ली नाच चाहिँ दिनुहुन्छ होइन, हस्तान्तर गर्नुहुन्छ। अनि उहाँहरूलाई दिइसकेपछि चाहिँ सिल्ली मोमाले जिम्मा लिइसकेपछि चाहिँ सिल्ली मोमालाई हेर्दै हामी जुनसुकै जात जुनसुकै धर्म जो नजान्ने जान्ने सबैले सिल्ली मोमालाई नछोई अलिकति डिस्टेन्स मेन्टेन गरेर नाच्नु सकिन्छ, नाच्नुपर्ने हुन्छ होइन। र उहाँहरूलाई चाहिँ अलिकति असर पर्ने काम गर्नु हुँदैन, अलिकति टच पर्ने काम गर्नु हुँदैन, सिल्ली खेल्न दिनुपर्छ उहाँहरूलाई चाहिँ। किनभने उहाँहरू टच भयो अथवा त्यो हातहरू यताउता भयो र टच भयो भनेदेखि चाहिँ सिल्ली खस्ने हुन्छ। सिल्ली खस्यो भनेदेखि चाहिँ के हुन्छ भन्ने किंवदन्ती हुन्छ भने विधिगत रूपले नाच्दाखेरि चाहिँ हल्का शिर ढल्ने हल्का बिरामी हुने एउटा त्यो किंवदन्ती चाहिँ रहेको छ। अनि त्यसरी नै गोलो घेरामा नाच्ने यति नै हो हुन चाहिँ। तर मलाई विशेष गरी मेरो उहाँहरूले चाहिँ यस्तो कुरा नै भन्नुभएको थियो। मैले चाहिँ यही कुराहरू सुनेको। हजुरहरूलाई केही थाहा छ भनेदेखि कमेन्ट गर्न सक्नुहुनेछ। अरू कुराहरू पनि धेरै कुराहरू छन् होइन, हामीलाई थाहा नभएको कुराहरू, हामीले नबुझेको नसुनेको कुराहरू धेरै छन्। अनि हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। र अहिले उहाँहरूले प्रदर्शन गर्नुभएको चाहिँ यो चाहिँ लुबुमा हो। उहाँहरूले अहिले प्रदर्शन गर्दै हुनुहुन्छ मछामा सिल्ली। मछामा भनेको चाहिँ माछाकमा हाम्रो कुलपित्री नै भन्छन्, अब यस्तै भनिन्छ। र यो सिल्ली धेरै थरीको हुन्छ होइन, धेरै थरीको सिल्ली नाच चाहिँ गर्न सकिन्छ। अहिले चाहिँ उहाँहरूले चाहिँ मछामा सिल्ली प्रदर्शन गर्दै हुनुहुन्छ।
गर्नुभएको सिली नाच चाहिँ चासम सिलीमा पर्ने सिकारी सिली गर्दै हुन्छ। सिकारी सिली नाच चाहिँ हजुरहरूसँग चाहिँ जानी नजानी मैले यति नै प्रस्तुत गरेँ। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट र सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला है।